नमस्कार अनि हार्दिक स्वागत छ। म सदा चाहिँ आज पनि एकजना विशिष्ट पाहुनासँग उपस्थित भइसकेकी छु। लागौँ उहाँसँगको कुराकानी गर्न। नमस्कार, तपाईँलाई हाम्रो शोमा स्वागत छ। हजुरको शुभ नाम? मेरो होम प्रसाद छेत्री पर्यो। हजुरको घर चाहिँ? त मेरो पहाड घर त जुम्ला हो। जुम्ला हो है? जुम्लाबाट काठमाडौँ आएर बस्न लाग्नु कति वर्ष? धेरै समय धेरै भयो। पहिल्यैबाट? पहिलेबाट भन्दाखेरि पनि यहाँ विद्यार्थी लाइनमा पनि यहीँ पढियो। अब म त्यही 16-17 सालमा आएको। त्योबाट हिँडेर आउनु पर्थ्यो। अनि त्यसपछि आएर रक्सोलसम्म ट्रेनमा हो। त्यसपछि रक्सोलसम्म त्योपछि रक्सोलबाट फेरि अमृतसरसम्म ट्रेन चढ्थ्यो त्यो बेला। त्यसपछि बसमा आएको। त्यो बेला चाहिँ गाह्रो थियो। हजुर होइन, एक मेरो साथीहरू थियो, हामी पढ्न आएको थिएँ यहाँ त्यो बेला। विद्यार्थी चाहिँ काममै पढ्नुपर्छ, त्यहाँ चाहिँ त्यो राम्रो स्कुल थिएन। अनि हाम्रो चाहिँ काठमाडौँ जाउँ साथीहरूसँग पढाउँ भनेर त्यो बेला आएको। गाह्रो दुःख 13-14 दिन त नेपालगञ्जसम्म हिँडेरै आउनु पर्थ्यो। त्यो बेला अहिले त सुगमै छ भन्नु पर्यो। पहिले त धेरै दुर्गम नै हो नि त। अब तपाईँको अब जे पनि अब बोकेर लानु पर्थ्यो त्यहाँ सामानहरू सबै। अब यहाँ चाहिँ अब 10 रुपियाँ पर्छ भने त्यो 40 रुपियाँ पर्थ्यो। असल गाडी खर्चले गर्दा महँगो पर्थ्यो। त्यही कारणले पनि अब बुवामाहरू ठिकै जाउँ काठमाडौँ पढ्छु, साथीहरू पनि गइरहेको भनेर आएको। जुम्लाबाट काठमाडौँ चाहिँ तपाईँ आउनुभयो। काठमाडौँ आएर चाहिँ कहाँ बस्नुभयो अनि कसरी? त्यहाँ आएर अब डेढा गरेर बसेको, कहिले क्षेत्रपाटी, कहिले ओमबार, कहिले अब डेढा त सेम भइरहेको थियो। कहिले कहाँ पढ्नुभयो? मैले दुधुदय पब्लिक हाई स्कुल क्षेत्रपाटी, त्यहीँबाट एसएलसी पास गरेको थिएँ मैले। त्यसपछि त्यहाँबाट एसएलसी सकेपछि यो थापथली टेक्निकल इन्स्टिट्युट छ नि, थाहा छ तपाईँलाई? थापथली आर्मीको तलब एउटा थियो। म त्यहाँबाट अटोमोबाइल्समा डिप्लोमा गरेँ। त्यसपछि त्यहाँ डिप्लोमा गरिसकेपछि अनि सडक विभागमा 4-5 वर्ष इक्विपमेन्ट सुरु भइकन भएर काम गरेँ। त्यसपछि अब त्यो बेला त स्यालेरी कम थियो। अनि 325 रुपियाँ थियो। हामी अब नन ग्रेजुएटको खर्च हाल्दै खाना पनि झन्झौले जस्तो लाग्छ। हुन त त्यो बेला सब सस्तै थियो, पुग्थ्यो। त्यसपछि भएन भनेर फेरि एनओसीमा गएँ, नेपाल राज्य निगममा। त्यहाँ गएर त्यही 2 वर्ष जति काम गरेँ। त्यसपछि एनओसीले मलाई नेपालगञ्ज पठाइदियो। नेपालगञ्ज पनि त्यही 3-4 वर्ष काम गरेर अनि नोकरी छोडेर अनि आफै व्यापार व्यवसाय गरेर बसेको। एक्लै त सङ्घर्ष त धेरै सङ्घर्ष नै गरेको। सङ्घर्ष नगरेर जीवन अहिले यो यतिमा पुगिन्थेन होला। धेरै सङ्घर्ष गर्नु पर्यो। अहिले त ठिकै छ। अब यस्तै यो संसारका सुख दुःख चाहिँ भइरहेको छ होइन। मान्छेको जीवन परिआउने चिज हो। सुख भयो भने रमाउनु, दुःख भयो भने हुने चाहिँ मैले चाहिँ कहिल्यै गरेन। यस्तै जिन्दगी चलिरहेको छ होइन। जस्तो हुन्छ अब भइरहेकै छ। अहिलेसम्म ठिकै छ। अब सबै छ, बालबच्चाहरू सबै अब आफ्नो ठाउँमा ठिकै छ भन्दाखेरि छ होइन। होइन, जानु त म प्रपट जान्छु, अहिले पनि जान्छु। अहिलेको जुम्ला र पहिलेको जुम्लामा चाहिँ के फरक? आसमानको फरक छ। आसमानको फरक छ। अहिले त ठुल्ठुला बिल्डिङहरू बनिरहेको छन्। अब बाटो गाडी नै पुगिसक्यो। त्यो बेला त हामी हिँडेर आउँथ्यौँ। त्यसपछि बल्ल प्लेन चढ्ने, प्लेनमा आउने जाने हुन्थ्यो के अरे। त्यसपछि अब अनि आफ्नो व्यवसाय गर्दाखेरि जुम्लामा फेरि बसेँ म। 3-4 वर्ष 4 वर्ष बसेँ। काठमाडौँ नेपालगञ्ज छोडेर भनौँ। त्यो बेला काठमाडौँबाट फेरि छोडेर नेपालगञ्ज गएको म। त्यसपछि जुम्ला गइसकेपछि बच्चाहरूको पढाइ राम्रो भएन के। त्यो सबै बच्चा लिएर काठमाडौँ आएँ। फेरि काठमाडौँ फर्केर अहिले बच्चाहरू सबै यहीँ पढ्थे। यो चाहिँ 48-49 को कुरा हो। 2टा छोरा 2टा छोरी छन्।
सबै आफ्नो आफ्नो ठाउँ छ र कमाइरहेको छ खाइरहेको छ। अहिले तपाईँ एक्लै बस्नुहुन्छ? म एक्लै जस्तै छु, परिवार पनि अब बित्यो के अरे यो आज चाहिँ ठ्याक्कै 3 वर्ष भयो। आजकै दिन बितेको। हाम्रो हजुरसँग क्यान्सर भयो हाम्रो। धेरै अब दुःख गरियो उसको लागि भयो जति खर्च पनि गरियो त्यसरी बच्चाहरू पनि सहयोग गरे सबैले। उनीहरू पनि सबको सहयोग गरेको आफूसँग भए पनि अब गरियो तर चाहिँ बचाउन सकिएन। यस्तै यो जिन्दगी अहिले हाँसखेल अब तपाईँहरूसँग पनि त्यो तपाईँको भयो। आज नै चाहिँ श्रीमतीको डेथ भएको रहेछ नि। आज हामी कस्तो संयोग भनौँ न त्यसै आजकै दिन भयो। सम्झ्यौँ हामीले पनि धेरै धेरै सम्झ्यौँ। अनि अहिले छोराछोरी सबै बाहिर हुनुहुन्छ? सबै बाहिर छन्। एउटा छोरी त्यही छ क्या जेठी छोरी। हजुर। ऊ चाहिँ अर्कै घरमा बस्छ। उसको पनि सासू मात्रै छन्। कहिले काहीँ सम्झेर आउनुहुन्छ त? आउँछन्। छोरी चाहिँ आउँछ। नातिनी चाहिँ अक्सर यहीँ बस्छ। हजुर हजुर। नातिनी चाहिँ छन् क्या। एउटा मैले छोरी बनाएर राखेको छु। एउटा कल्चर हुन्छ ठुलो झापाको यो होपमा नर्स काम गर्नुहुन्छ के अरे। अनि मेरो परिवार हुँदाखेरि त्यही हस्पिटलमा राखेको पहिले। त्यसै हाम्रो परिचित बुवा भन्ने त्यसो पनि हस्टेलमा बस्थ्यो के अरे। अब तिमी छोरी हो त्यही बाहिर बस्छौ यहीँ बस्छौ भने यहीँ बस्छन् अहिले। उनले पनि मलाई धेरै सहयोग गरिरहेको छन्। खानासाना पकाउनु कहिले मैले उसलाई पकाएर खुवाउँछु, कहिले पनि मलाई पकाएर खुवाउँछु। सहारा माथिबाट त्यही बनाएर पठाइदिएको। यस्तै हो संसार जिन्दगी। उनको बच्चाहरू टेलिफोन गरिरहेका छन् तर अब छोराले पनि बोलाइरहेको छ। म आफै गएको अब छुट्टै अब छोरी अमेरिकामा छन् क्या। छोरीले छोरा ठुलो छोरा चाहिँ उसमा छ अस्ट्रेलियामा छ। होइन गएर आइसक्यो घुमेर आइसक्यो। फेरि बोलाएको थियो मेरो उसको मम्मी बितेपछि आउनु थियो त्यही बस्छ बस्छ देख्छ मलाई मन लागेन त्यहाँ। फेरि राम्रो मलाई भएन त्यहाँ त त्यही घर कुरेर घर त्यही पनि छ त्यही कुरेर बस्यो भने त्यही हाम्रै देश सबै साथीभाइहरू तपाईँहरू जस्तो मान्छेहरूसँग परिचय हुन्छ, गफ हुन्छ, टाइम पास हुन्छ। त्यहाँ गएर कोसँग गर्छु गऱ्यो मैले बस्यो त्यही हो। अनि त्यहाँ अब जान्छु पुसमार्तिर एकचोटि अमेरिका जान्छु के अरे। छोरा र छोरी त्यहाँ छन्। आउनु र आउनु भन्छन्। त्यहाँ पनि गएर आइसकेको आउनु चाहिँ फेरि आउनु फेरि नातिनीहरू छन्। मैले भेट भएको छैन मेरो। नातिनीहरू हेर्ने भए पनि आउनुहोस् भन्छ। अनि जाने त विचार त गरिरहेको छु के हुन्छ अब भिसाले के गर्छ अब थाहा छैन। अनि आमालाई चाहिँ तपाईँले तपाईँको वाइफलाई चाहिँ कति सालमा बिहे गर्नुभएको थियो? मैले 29 सालमा। जस्तै अब पहिले त मागेर होला पहिले त मागेर मेरो कस्तो छ भने हामीहरूको मेरो दाइको र मेरो दुईवटा दिदी बहिनी हुन्थ्यो। मेरो दाइले चाहिँ दिदी बिहा गरेको, मैले बहिनी बिहा गरेको। तर अब अहिले के भनौँ दुइटैले सबैले छोडेर गयो भने दाइ पनि बिन्नुभयो, भाउजू पनि बिन्नुभयो। त्यसपछि मेरो परिवार बित्यो। अनि अब दाइहरू पनि यतै बस्नुहुन्छ के अरे। मैले अहिले 78। अनि आमासँग चाहिँ तपाईँको मागेर बिहे भएको के दाइको बिहेमा जाँदा भाइको चाहिँ लभ पऱ्यो? त्यही त्यस्तै लभ त परेको होइन त अब अब त्यस्तै अब अक्सर चाहिँ अब दाइहरू बिहा गरेर घरमा त्यो बेला सडक बिमा नोकरी गर्थेँ कि सडक बिमा थिएँ कि गरेर मैले गर्ने इच्छा त थिएन। अहिले अलिक गर्दैन मेरो अब स्टाब्लिस राम्रो भएको छैन भने होइन गर्नुपर्छ। अहिले उमेर त्यो नपुगे के गर्छ अहिले उसको र मेरोमा 13-14 वर्षको डिफ्रेन्स थियो कि अब गर्दाखेरि। अनि मभन्दा चाहिँ अब अलिक सानै थियो ऊ चाहिँ उमेरले गर्दा 13-14 वर्षको अलिक उमेर पछि नै गर्नुपर्छ भनेपछि दाइ भाउजू सबैको उसँग गरिदियो भन्नु। त्यसपछि काठमाडौँ बसेँ। त्यसपछि मैले फेरि काठमाडौँबाट मेरो फेरि एनओसीमा गएँ नि नेपाल आइलेन्डमा जाँदाखेरि नेपालमा चाहिँ त्यहीँ बसियो। त्यहाँ बसेर फेरि त्यहाँ जुम्ला गएपछि त्यहाँ पनि दोकान मेरो समिल पनि छ काट्ने मिल सबै व्यवस्था गरेको थिएँ कि। त्यो बेला चाहिँ बुवा चाहिँ डिटिसन भएको थियो कि। मैले त
मेरो जिन्दगी सँगसँगै जिन्दगी छ कि धेरै छ। अब सँगसँगै अहिले यहाँसम्म पुगियो। अहिले अब भगवान्को कृपाले भनौँ कि अब के भनौँ अब आफ्नो मेहनतले भनौँ कि तर अहिले चाहिँ काठमाडौँ जस्तो ठाउँमा सानसानो बस्नलाई बास पनि छ। त्यो बेला अब सानसानो चुल्यो बनाइयो यस्तै हो संसार दुःख सुखहरू भइराख्नु हुन्छ। सधैँ खुसी रहनु होला, हाम्रो आशीर्वाद छ हजुरलाई। हवस् धन्यवाद छ। अनि तपाईँ अहिले केमा बिजी हुनुहुन्छ? जस्तै अब घरमै अब केमा लाग्नुभएको छ कि? केही चिजमा त केही लाग्छ नि, कहिले तपाईँ जस्तो सबैले आउँछन् ल खेलौँ यस्तोमा खेल्ने टाइम पास गर्ने सिरियलहरूमा खेलौँ भन्नुहुन्छ ल खेलिदिइहालौँ न टाइम पास हजुरको अभिनय नि हेरेको थियौँ, हजुर एकदम राम्रो गर्नुहुन्छ हजुरले। खै अब गर्न त पहिले त रहर त थियो। मैले हाम्रो जुम्लामा हामी सानो स्कुलमा पढ्दाखेरि नाटकहरूमा चाहिँ हामी खेल्थ्यौँ कि दसैँ तिहारहरूमा नाटक मञ्चन हुन्थ्यो, त्यो बेला खेल्थ्यौँ कि त्यो पनि परिस्थिति वातावरणले के भयो के हो त्यसपछि अब त्योपट्टि ध्यानै गएन। ध्यान गएर यहाँ अब मेरो परिवार विशेष म एक्लो जस्तो भयो। तर राजभाइले पनि तपाईँले एक्लो त खेल्नु होला सिरियल भने उहाँले नै सुरु गराइदिनु भएको मलाई। अनि उहाँबाट अब अहिलेसम्म खेलिएकै छ भन्नु पऱ्यो। धेरै धेरै शुभकामना छ, अझै राम्रो राम्रो गर्दै जानु होला धन्यवाद भन्दै हामी छुट्टिन चाहन्छौँ। धेरै धेरै धन्यवाद छ तपाईँलाई। हवस्।